सबैमा मैले नमस्कार नाम त हामीले धेरै पहिलेबाट सुनेको अनि बचपन हाम्रो मेरो अलिक पश्चिमतिर पर्छ सानो हुँदैखेरि देखेको सुनेको महेशपुरमा समस्याहरू छन्। महेशपुर हाम्रो देशको मेचीभन्दा पारिपट्टि पर्छ र इन्डियासँग समस्याहरू छ भनेर चाहिँ हामीले सधैँ सुनेको लामो समयपछि प्रत्यक्ष यहाँ मौका मिल्यो र यहाँ तपाईँहरू सबैसँग चाहिँ भेटघाट गर्ने एउटा अवसर मिल्यो। एकदमै खुसी लागेको छ र यहाँ जुट्नु भएको छ। अलिकति कुराहरू चमनलालले आफ्नै भाषामा आफ्नो पनि भनौँ तपाईँहरूलाई व्यवस्थित खालको नभएको हुनाले सायद के राखौँ के नराखौँ जस्तो पनि भन्नुहोला अथवा सुन्ने के छ त पार्टीको भन्ने बढी भन्नुहोला त्यसरी कुरा त राख्नु भएन। तर पनि यहाँ यसो हामी बाटोघाटो हिँड्दा तल्लो गाउँसम्म पनि हामी चाहिँ गयौँ। त्यहाँबाट फर्किँदै यहाँसम्म आउँदाखेरि अलिकति जनताका मागहरू समस्याहरू होइन चाहनाहरू राखिराख्नु भएको थियो। तपाईँहरू पनि त्यही नै होला भन्नुहोस् न। आउँदाखेरि अलिकति आफ्नै देशबाट अलि बाहिर जस्तो नगरपालिकाभित्रै रहेर पनि होइन पूर्वाधारको विकास अलिकति नभए जस्तो पुलको समस्या बाटोघाटोको समस्या होइन स्वास्थ्यको समस्या विद्यालय पनि अब प्राथमिक तह मात्रै अनि मावि पर्दाखेरि पानी जानुपर्ने बर्खाका डुबानका समस्या भनेर तल्लो गाउँमा पनि अलिकति कुराहरू राख्नुभएको थियो। सायद तपाईँहरू सबैको पनि त्यही नै होला। हामी आउने मौका मिल्यो तपाईँहरूसँग भेट्ने मौका मिल्यो होइन। र सीमाको कुरा पनि अघि हामीले हेऱ्यौँ सीमा पनि यता गर्दा चाहिँ अहिले पनि समस्याहरू आउने पोल सार्ने अथवा चाहिँ अलिकति हेप्ने खालको पनि छ भन्ने कुराहरू पनि सुनियो। जसको अवस्था महेशपुरले चाहिँ नेपालको एउटा किल्लाको रूपमा काम पनि गरिराखेकै छ होइन। यहाँ बसेर तपाईँहरूले हाम्रो देशको होइन हाम्रो एउटा देशको स्वाधीनता या देशको सिमानामा बसेर नेपालको चाहिँ जो रक्षा गर्ने काम पनि महेशपुरले चाहिँ गरिराखेकै छ। हामीले पहिलेदेखि चाहिँ महेशपुरको चाहिँ पक्षमा या महेशपुरको रक्षा पनि होस् यहाँको जनतालाई आधारभूत सुविधाहरू होस् भनेर हामी सङ्घर्ष गर्दै आएको कुराहरू पनि होइन। अहिले पनि समस्याहरू छन् जस हामी यहाँ चाहिँ जिल्लाको साथीहरू पनि आउनु भएको छ प्रदेशको पनि आउनु भएको छ भन्नुहोस् न। अहिले यो प्रदेशलाई हामीले चाहिँ किराँत लिम्बुवान पनि भनेको छौँ र कोचको साथीहरूको पनि केही सुझावहरू यहाँ छन् भन्नुहोस् न। झापा गएको क्षेत्रतिर कोचको कुरा पनि छ होइन। हाम्रो पार्टीले पहिला चाहिँ कोचिला प्रदेश भनेर पनि झापा सुनसरी मोरङसम्मलाई चाहिँ कोचिला भनेर हामीले चाहिँ नामाकरण गरेको र पछिल्लो समयमा संहितामा गइसकेपछि थोरै यहाँ सुझावहरू पनि छन्। यो प्रदेशको इन्चार्ज उहाँ हुनुहुन्छ उहाँ पनि आउनु भएको छ हाम्रो दिपेश राई भनेर चाहिँ सुन्नुभएको होला उहाँ आउनु भएको छ। जिल्लाको इन्चार्ज भयो हामीले चमनलाल थुप्रै साथीहरू आउनु भएको छ होइन। र यहाँको समस्याको बारेमा तपाईँले जो भनिराख्नु भएको छ बताइराख्नु भएको छ त्यसको बारेमा जिल्लामा पनि हामी आफ्नो पहल चाहिँ हामी गर्छौँ र माथि केन्द्रमा पनि यहाँबाट फर्केपछि के गर्न सकिन्छ हामी चाहिँ प्रयत्न गर्छौँ। हाम्रो पार्टीको सायद सुन्नुभएकै होला होइन। अलिअलि कुरा गाउँघरमा चर्चा पनि होला। जनयुद्ध त हामी सबैले सँगै लडेकै हो जनताको पक्षमा। पछिल्लो समयमा हाम्रो पार्टीले फेरि 2 वर्षहरू प्रतिबन्ध पनि हामीले चाहिँ झेल्यौँ र अहिले हामी जनताको बिचमा काम गरिरहेका छौँ। थुप्रै अभियानहरू पनि हाम्रो चलिरहेका छ। किसानसँगै मिलेर काम गर्ने अभियान पनि हामीले चलाइरहेका छौँ होइन। त्यसपछि बजारका व्यवसायी साथीहरूसँग मिलेर पनि हामीले अभियानहरू चलाइरहेका छौँ। राष्ट्रवादी देशभक्तहरूसँग मिलेर पनि देशको रक्षाको लागि हामीले चाहिँ अभियानहरू चलाइरहेका छौँ। कम्युनिस्टहरू सबै समाजवादीहरूसँग मिलेर समाजवाद ल्याउने भन्नुहोस् न जनताको व्यवस्थामा पुग्ने अभियान पनि चलिरहेको छ र यी सबै कुराहरू तपाईँले सायद सुनि पनि राख्नुहुन्छ होला। अहिले लामो समय नभएको नजाउँ जे होस् यो महेशपुरवासीको सुख दुःखमा नेकपा भनेर आउँदैछ। साथीहरू पहिलेदेखि आइराख्नु भएको छ। 12 गते हाम्रो एउटा सभा पनि छ सायद तपाईँहरू त्यहाँ आउनु पनि हुन्छ होला होइन। त्यहाँ चमनलालले भन्नु पनि हुनुहुन्थ्यो त्यहाँ भेटौँला पनि र तपाईँका समस्या केही पऱ्यो भने फोन नम्बर राखेर साथीहरूसँग भनेर डे टु डे आउने सबै मिलेर गर्ने जनताको दुःखको होइन समाधानको लागि चाहिँ मिलेर गर्नेमा हाम्रो पार्टीले तपाईँहरूलाई साथ दिन्छ। यहाँको शिक्षामा पनि स्वास्थ्यमा पनि बाटोघाटोमा पनि जिल्लालाई भन्ने कुरादेखि लिएर केन्द्रसम्म के गर्न सकिन्छ तपाईँहरूले त्यहाँ सुझाव दिनुभयो भने त्यो अनुसार हाम्रो पार्टीले यहाँको महेशपुरवासीको सुखको लागि हितको लागि काम गर्नेछ भन्ने तपाईँलाई विश्वास दिलाउँदै आगामी दिनमा झापा भनेको एउटा ठुलो भन्नुहोस् न यो सीमा क्षेत्र त हो नै। झापा भनेको एउटा क्रान्तिकारीहरूको परिवर्तनकारीहरूको होइन अगाडि बढ्न चाहनेहरूको एउटा जिल्ला क्षेत्र पनि हो। त्यसमा चाहिँ हामी सबैसँग फेरि मिलेर अगाडि बढाउँ तपाईँहरूको सहयोग अवश्य रहनेछ र हाम्रो पार्टीको सहयोग पनि यहाँको जनतालाई महेशपुरवासीलाई रहनेछ भन्ने विश्वास दिँदै हस्।